हेलो हेलो नमस्ते साथीहरू। आज चाहिँ म एक्लै थिएँ है। यो चाहिँ मेरो नयाँ बाख्राको घर बनाउँदै थिएँ। म एक्लै यहाँ कोही हुनुहुन्न थिए। यो चाहिँ यो माथि यहाँ देखिँदैन रहेछ। त्यो सेतो चाहिँ नि त्यहाँ चाहिँ एकदम मेरो बाक्लो मेरो मौरी थियो। 15 फ्रेम थियो। 15 फ्रेम अहिले जुम गर्दाखेरि चाहिँ देखिँदैन। 15 फ्रेम थियो मेरो मौरी। र अस्ति चाहिँ नि दुईपल्ट मह पनि काटेको थिएँ। र मैले हिजो अस्ति निरीक्षण गर्दाखेरि चाहिँ 6-7वटा रानी देखेँ होइन। अनि नष्ट गरिदिएँ। त्यो मैले मह खाऊँ भनेर मैले त्यहाँको चाहिँ नष्ट गरिदिएँ है। र त्यति धेरै नष्ट गर्दाखेरि पनि कहाँदेखि रहेछ त्यो मेरो आधुनिक घरमा मैले अब त्यो त छानेरै मैले त नष्ट गरिदिन्छु होइन, हेरेर। अनि यो रानी पनि नयाँ थियो। पोहोर साल मैले बुढो भएर रानी चाहिँ मारिदिएर अर्को नयाँ रानी क्रिएट गरेको थिएँ। क्रिएट गर्न लगाएर नयाँ रानी। अनि यो मजाले मह गर्छ भनेर त्यत्तिकै मैले अझै मह एकपल्ट खानुपर्छ भनेर मैले छोडेको थिएँ। र त्यो के हुन्छ भने यो मौरी चाहिँ नि जुन उनीहरूलाई छुट्नै मन लाग्यो भने चाहिँ नि त्यो जुन पुरानो रानी चाहिँ नि नयाँ रानी क्रिएट गर्ने बित्तिकै पुरानो रानी भागिहाल्छ। आज त्यस्तै भयो मेरो पनि। यहाँ चाहिँ मेरो अब बल्ल 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 एक्लै थिएँ। अनि बल्ल 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 यहाँ बसाल्न सफल भएँ। र यहाँ मौरी देख्नुहुन्छ यहाँ यति धेरै छ। र यहाँ पनि छ फेरि यो यहाँ पनि 4-5 फ्रेम छ। यहाँ पनि मैले राखिसकेँ। मैले बल्ल बल्ल यहाँ राख्न सफल भएको छु। र पनि त्यहाँ पनि माथि मौरी छ। र अझै यहाँ टकटक्याउन पनि छ। अनि रानी चाहिँ अहिलेसम्म भेटेको छैन मैले। अब रानी कहाँ छ के छ मैले अहिलेसम्म पत्ता लगाउन सकेको छैन। अब सायद मेरो विचारमा चाहिँ सक्सेस हुन्छ होला। मैले एउटा चाहिँ नि रानी भएको चाहिँ नि यहाँ बच्चा भएको छाउरा कक्ष चाहिँ नि मैले छाउरा कक्ष सहितको चाहिँ नि मैले दिएको छु, चाखा दिएको छु। अब यसरी मौरी चाहिँ बसाल्ने हो, बस्छ कि बस्दैन। सकभर रानी भेट्यो भने चाहिँ नि त्यो रानी चाहिँ भेट्न सकिनँ। यहाँ झगडा पनि गरिरहेछ तल, तल झगडा पनि गरिरहेछ। यो माथिको आएर होला उनीहरूको एकै ठाउँ भए पनि झगडा पनि गर्छ। यो मेरो आधुनिक घरमै यो चाहिँ गरेको। डुडमा पनि बसाउन सक्थेँ तर यो होसै मैले आधुनिकमै राख्छु भनेर आधुनिकमै गरेको। तर यहाँ बसाउन चाहिँ गाह्रो छ, एक्लै छ, उठाउन पनि। ल त्यहाँ तपाईँहरूलाई देख्न सक्नुहुन्छ यहाँ मौरीको गोला चाहिँ यहाँ पनि टनक्कै छ अझै पनि। यो उठाएर ल्याउनु पर्ने। अब एक्लै छु, अब कसरी हुन्छ। अब कोही छैन, क्यामेराम्यान पनि मै हो। अनि अझै पनि उठाउन जान्छु। र अहिले चाहिँ मौरी चाहिँ नि यो 12-1 बजेको टाइम भएर चाहिँ नि यो त्यति टोकेको छैन। एक्लै उठाउनु पर्छ। यहाँ मौरी चाहिँ गोला चाहिँ यति धेरै छ अझै पनि। अब यहाँ रानी भेट्यो भने त यो डाङडुङ गर्दा पनि तल आउँथ्यो है। यो रानी भेट्न सकिरहेको छैन। मेरो विचारमा चाहिँ रानी चाहिँ अब यति होला कि जस्तो चाहिँ लागेको छ। तर मौरीहरूले यहाँ झगडा पनि गरिरहेछ। के हो यहाँ यो डल्लोमा पनि झगडा गरिरहेछ। र तल पनि अब यहाँदेखि तल सिप चाहिँ गर्नुपर्ने। कसरी गर्ने यति धेरै मौरीमा रानी देख्न गाह्रो हुन्छ। अब यहीँ पनि आएर झगडा गरिरहेछ मौरीहरू। अब के गर्नु साथीहरू, मौरी चाहिँ नि मौरीको चाहिँ माया छ तर के गर्नु, एक्लै छु। अब उठाउनै पर्ने छ। यो हुल्नी रेस चाहिँ यो समयमा चाहिँ नि अत्यन्तै थोरै हुन्छ। तर के भएर हाम्रोतिर चाहिँ नि, तर यो भएर पहिला यो मङ्सिर पुसमा पनि यत्तिकै मौरी चाहिँ थियो तर त्यतिखेर हुल्नी रेस भएन। अहिले चाहिँ यो के भएर हो म अचम्म लाग्छु। यो यस्तो हुल्नी रेस भएको चाहिँ नि अब सायद यो रानी मैले चाहिँ भेट्न सक्दिनँ होला। यति धेरैमा कहाँ भेट्न पनि। अब यो मौरी चाहिँ तपाईँहरूलाई विशेष कुरा चाहिँ तपाईँहरूलाई अझै पनि जानकारी गराउँछु। यो मौरीले चाहिँ नि रानी कोष बनायो भने चाहिँ नि तपाईँहरू एकदम हेरिराख्नुपर्छ। मैले चाहिँ हेरिनँ। अस्ति एकपल्ट देखेर उठाउन निस्किन लागेछ। अनि साथीभाइलाई पनि फोन गरेको चाहिन्छ कि भनेको, चाहिँदैन भन्नुभयो। अनि मैले सबै नष्ट गरेको थिएँ।
तर के गर्नु यो यिनीहरूले अब पुरानो रानीले अस्ति भर्खर धेरै पनि भएको छैन, 4-5 दिन मात्र भएको। यो पुरानो रानी त्यहाँ चाहिँ नयाँ रानी चाहिँ निस्केकै छैन, मेरो विचारमा चाहिँ क्रिएट चाहिँ गरेको छ। र पुरानो रानीलाई उठाएर हिँडेको यिनीहरू चाहिँ नि है। अब के गर्नु यिनीहरूलाई पनि अब उठाउन बसाउन गाह्रो छ। यहाँ झगडा गरेर चाहिँ यहाँ देख्नुहुन्छ पोलन पनि बोकिरहेछ। यहाँ एउटाले पोलन पनि बोकिरहेछ। यहाँ पोलन पनि यसले एउटाले त बोकिरहेको छ। पोलनहरू पनि बोकिरहेछ। तर यो चाहिँ अब हुल निरेस भएको गृहटिएको होइन, यो चाहिँ हुल निरेस। यो पोलन नै हेर्नु अहिले पोलन बोकिरहेछ। पोलन बोकेर यो छुट्ने बेलामा चाहिँ नि पोलन बोकेर हिँड्छ। अब हिजो अस्तिदेखि गुण त खोजिरहेको थियो मैले, खासै यहाँ मेरो व्यस्तताले हेरिनँ। यहाँ घर हुल निरेस हुनुभन्दा चाहिँ अगाडि नैदेखि फाइट खेल्छ, सबै कुराहरू चाहिँ देखाउने चाहिँ एक दिन या 2 दिन चाहिँ देखाउने उनीहरूको चाहिँ हुन्छ। मौरीको चाहिँ नि विशेष हुन्छ। तर मैले चाहिँ नि त्यस्तो याद गरिनँ, मेरो आफ्नै व्यस्ततामा थिएँ। अब काम गर्दाखेरि अब खाना पकाउन जानुपर्ने, अनि खाना खाएर आउनु पऱ्यो भनेको घरमा भन्दाखेरि त मौरी त गुनुनु निस्क्यो। बल्ल बल्ल यहाँ बसाउन चाहिँ सफल चाहिँ भयो। तर यो घरमा बसाउन चाहिँ गाह्रै छ। मैले एक्लै छु, अब कोही छैन अब अहिलेको टाइममा। ल साथीहरू, अब मैले यो उठाएर हाल्ने कोसिस गर्छु। अब मेरो विचारमा चाहिँ नि यो रानी चाहिँ नि बिचतिर होला। अब समाउन सकियो भने त ग्यारेन्टीको साथ बसाउँथेँ। अब के समाउन सकेन भने भाग्छ होला। तर यो आधी चाहिँ नि यसको आधी चाहिँ तल राखिसकेको छु र माथि चाकामा पनि गइरहेछ तल। अब मोर त्यो सबै झेराप्पै भयो नि। यहाँ टोकी पनि अब त अब चाहिँ तल आयो मौरी। अब धेरै डिस्टर्ब भएर मलाई टोकी पनि पिटले। अब जस तल आउँछ कि अब चाहिँ माथि बस्छ। अब के गर्नु, मौरीले कपालभित्रै छिरेर पनि टोक्यो। धेरै डिस्टर्ब भएको थियो। अब तल जान चाहिँ आँटेको छ। अब अहिले हेर्न सक्यो भने चाहिँ रानी पत्ता लाउँथ्यो कि अब त्यहाँ टोक्छ अहिले। अब झर्दाखेरि पङ्गै भयो। अब के गर्ने, अब जस रानी चाहिँ अब बिस्तारै झर्नुपर्ने रहेछ भन्ने चाहिँ बुझ्यो। म ढ्याङ्गै भएर अहिले टोक्छ होला। अब चाहिँ नि सेफ्टी त थियो, कता सेफ्टीहरू पनि कता छ हो। टोपी थियो, टोपी। अब मौरी उठाउन लाउने टोपी चाहिँ थियो। यो मेरो विचारमा चाहिँ यो अब भाग्ने सुर चाहिँ गरिरहेछ। कता चाहिँ रानी त हिँडिरहेको हुनुपर्ने हो खासमा चाहिँ नि। रानीलाई समाउन पायो भने त आनन्द हुने। तर अहिले हावा चलेको छ, त्यति भाग्न चाहिँ सक्दैन। धेरैले टोक्यो पनि। मौरीलाई धेरै डिस्टर्ब भएर टोक्ने सम्भावना चाहिँ अब बढी नै छ। मौरी धेरै छ नि, मौरी त आमामा यति धेरै छ कि रानी नै पट्टा लाउनै सकेन। अब यो चाहिँ अब डान्स गरिरहेछ एकजना चाहिँ, यो त भाग्ने भनेर। उनीहरूले एउटा सङ्केत हुन्छ, यिनीहरूको धेरै खालको सङ्केत हुन्छ। कहाँ मह छ, कहाँ छ पोलन छ भनेर सबै उनीहरूले डान्सदेखि थाहा पाउने हो।
वग्ली डान्स भन्छ मौरीको चाहिँ नि गरिरहेछ। के गर्ने हो अब, पोलन बोकेर यहाँ पोलन बोकेर हिँडिरहेछ यिनीहरूले। रानी पट्टा लाउन सकिन है साथीहरू। ल फेरि उठाउँछु। हस् त आजलाई चाहिँ यति नै। अब लामो भिडियो पनि भएछ। जे होस् अब म मौरी पालनको चाहिँ नि एउटा यो ठाउँको चाहिँ नि अब अलिक ज्ञान भएकै मान्छे हो। यसलाई चाहिँ जसरी पनि बसाउन चाहिँ सक्छु, भगाउन चाहिँ दिन्न। अब यति भयो, दुईपल्ट भयो मैले यिनीहरूलाई डिस्टर्ब गरेको पनि भागेन भने चाहिँ अब चाहिँ भाग्न चाहिँ दिन्न। अब यहीँ बसिरहेछ। अब सायद अब बोरादेखि उठाउँछु। ल साथीहरू आजलाई चाहिँ यति नै। यहाँ आदि चाहिँ लिएर राखिसकेको छु। अब सायद यिनीहरूले अब कता कता जाने हो यिनीहरूले अब विचार चाहिँ गर्दैछ। अब यहाँ ल त साथीहरू आजलाई बाई बाई। जय मौरी।